धन्यवाद र सम्मान गर्न चाहन्छु हाम्रो सुधार शान्ति केन्द्र नेपालका अग्रजवा रविन्द्र सर हजुर सन्त सिम्या हजुर साथमै हिँड्न पाएको छु, लिएर आउन पाएका छौँ त उहाँलाई शिर झुकाएर नम्र नमस्कार भन्न चाहन्छु। त ईश्वरलाई अनगिन्ती धन्यवाद। मसी यसुको नाममा यसै शाखामा पनि एकदम आफूले त उद्धार पाए अरूलाई पनि उद्धार गर्नुपर्छ भनेर एकदम उद्धार शान्ति केन्द्रको बिउ ल्याएर रोक्नुहुने हाम्रो रतन सर हजुर मन्जुमा हजुरमा पनि शिर झुकाएर नम्र नमस्कार भन्न चाहन्छु र त्यसै गरी धन्यवाद सम्मान गर्न चाहन्छु शाखा शाखाबाट पाल्नुहुने अग्रजवा, शाखाबाट पाल्नुहुने केन्द्रबाट पाल्नुहुने लिडरज्यू, शाखा शाखाबाट पाल्नुहुने लिडरज्यू, यसै शाखाका लिडरज्यूहरू र ईश्वरका पवित्र सन्तान र क्यामेराम्यान म्याम हजुरलाई पनि सम्पूर्णलाई स्वीकार्नुहोस्। म गीता देवालको तर्फबाट म शिर झुकाएर नम्र नमस्कार भन्न चाहन्छु। त ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु यसो मसीहको नाममा। त हामी सबैले दुःखले ईश्वर चिन्यौँ होइन, कसैले सुखले त कसैले चिन्दैन। हुन पनि परमेश्वरले भन्नुहुन्छ नि धनी त धनी छँदैछ नि, किनकि रोगीलाई नै हो गरिबलाई नै धनी बनाउने हो परमेश्वरले होइन। निरोगी त निरोगी छँदैछ, रोगीलाई नै परमेश्वरले एकदम निरोगी बनाउनको लागि चुनेर ल्याउने हो। त्यही भएर हामी रोगी थियौँ, दलदलमा फँसेका थियौँ, शैतान भूत आत्माले हामीलाई दलदलमा पुर्याएको थियो। त आज परमेश्वरले चुनेर आफ्नो गोदमा राखेर उद्धार र सुधार गरेर देखाउनु भयो। परमेश्वर हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यसो मसीहको नाममा। परमात्मा परमेश्वरले होइन मलाई पनि चुनेको आज 8 वर्षमा छु होइन। परमेश्वरद्वारा जन्मेको म 8 वर्षको छोरी भएको छु। आनन्दले परमेश्वरले आफ्नो गोदमा राखेर आनन्द परमेश्वरले स्वयं मद्वारा परमेश्वरले हरेकको उद्धार गर्छु तँद्वारा भनेर परमेश्वरले गर्नु भएर आज उच्च स्थानमा राखेर अग्रज अग्रको साथमा हिँडेर उहाँको वचन उहाँले दिएको आशीर्वाद गवाई बोल्न सक्ने योग्यको आज परमेश्वरले बनाउनु भएको छ। परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यसो मसीहको नाउँमा। मैले ईश्वर चिन्दा होइन, मलाई संसारमा जन्म दिने मेरो बुवाको कारण चिनेको थिएँ होइन। मलाई बुबालाई यसरी हस्पिटलमा लिएर हिँड्दै गरेको क्रममा मैले चिनेको थिएँ। अनि परमेश्वरको योजना होइन, म गएर सुसमाचार सुनेर आएँ। तर म रोगी त मेरो घरमा मेरो छोरीलाई पनि कानको रोग थियो, एकदम कानको रोग थियो, आगोको ज्वाला जस्तो आउँथ्यो, एउटा कानबाट आयो अर्को कानबाट बन्द हुन्थ्यो। अनि मैले हस्पिटलमा लगेको थियो अपरेसन गर्नलाई, 3 दिन मात्रै बाँकी थियो छोरीको पनि। तर त्यहाँ छोरीलाई त के थियो, त्यहाँ लगेर ठिक भइहाल्छ, अपरेसन गरेपछि भइहाल्छ भनेको थियो। मेरो बुवालाई चाहिँ हुने अधिराज्यभरि नै घुमाइसकेको थियो, भएको थिएन, एकपल्ट खुट्टा सुकेको थियो अनि चल्नै हुँदैन थियो। थेरापीमा पनि लगेको थियौँ, हरेक गर्दा नभएर बुवालाई चाहिँ यहाँ लाँदा ठिक हुन्छ भनेर लिएर आएको थिएँ। त छोरीलाई चाहिँ उहाँ लाँदा भइहाल्छ भन्ने मलाई त्यो सोच थियो। तर परमेश्वरको योजना रहेछ, किनकि सबै समस्याको समाधान ममा छ भनेर परमेश्वरले चुनेर ल्याउनु भयो। त म जब रोमिदासको नमस्कार गरेँ परमेश्वरको राज्यमा पुगेर तब म फर्केर आउँदाखेरि, किनकि म जाँदाखेरि मलाई त शरीरमा त्यस्तो रोग त मलाई थिएन होइन, र पनि परमेश्वरले चुन्नु रहेछ। हरेक शरीरमा रोग नभए पनि मनको रोग हुने, रोगै नभए पनि हरेक सोच नै हरेक तनाव देखाइदिने, के गर्दा हुन्छ कि छोराछोरीलाई दुःख हुन्छ कि कष्ट हुन्छ कि कसैले केही हुँदैन म यति पैसा दिएँ भने दिन्छु भन्ने त्यस्तो सोच आउँथ्यो होइन। हरेक त्यो सोचहरू आउँथ्यो। त सबै सोचलाई पहिलो दिन रोमिदासको नमस्कार गरेकै दिन परमेश्वरले छ्याङ्ग बनाइदिनु भयो मलाई, फुलको थुङ्गा जस्तो परमेश्वरले त्यसै दिन बनाउनु भयो। तब त्यहाँदेखि म फर्केर घर पुग्दाखेरि, किनकि छोरीलाई त फोन आइरहन्थ्यो स्कुलबाट होइन, किनकि कतिखेर छोरीको फोन आउँछ भनेर कुरिराख्न पर्थ्यो, किनकि लिन चाँडै आइहाल्नुहोस् तपाईँको छोरीलाई गाह्रो भयो भन्नुहुन्थ्यो। आगोको झोला जस्तै आउँथ्यो, रातभरि रुँगेर राख्न पर्थ्यो, हस्पिटल कुदाइहाल्न पर्थ्यो। त्यस्तो अवस्थामा थिएँ। तब म पुगेर आउन साथ छोरीलाई के भयो त एकदम भला चङ्ग परमेश्वरले बनाउनु भयो। उहाँहरूलाई ग्रहण नगर्दै परमेश्वरले चङ्ग बनाउनु भयो। बुधबारको दिन मैले महिना मगर आएको थिएँ भने शनिबारको दिन छोराछोरीलाई लगेर ग्रहण गराएको थिएँ। अनि त्यसपछि आजसम्म 8 वर्षका छोराछोरी पनि 8 वर्षका हुनुभयो। त आजसम्म छोरीलाई त्यो रोग एउटा फर्केर आएको छैन। यदि अपरेसन गर्दाखेरि के भनेको थियो डक्टरले भने अपरेसन नगरी हुँदैन, गर्दाखेरि अपङ्ग हुन्छ, मुन्टो बाङ्गो हुन्छ, अनि उहाँको बोलीहरू पनि नआउन सक्छ भनेर भनेको थियो। यदि मैले ईश्वर नचिनेको थिएँ भनेदेखि 3 दिन मात्रै बाँकी थियो, किनकि मैले ईश्वर नचिनेको थियो भनेदेखि के हुन्थ्यो, आज मैले सकुशल छोरी लिएर हिँड्न पाउँदैन थियो होला। आज परमेश्वरको महिमा गर्ने योग्यको परमेश्वरले बनाउनु भएको छ। त परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु यसो मसीहको नाउँमा। हरेक समस्या आउँछ परमेश्वर चिनेपछि होइन, यति ढुक्क र आनन्द परमेश्वरलाई चिनेको दिनमा, किनकि मलाई हरेकलाई हुन्छ सुसमाचार सुनाएपछि हरेकले बोल्नुहुन्छ नि, हरेक किनकि मलाई त्यहाँ गएर हुन्छ र त्यो हुन्छ र, किनकि मलाई त जाँदा मान्छेको बिचमा बस्दाखेरि के नै हुन्छ र ट्याप्प समातेर कसैले छाप लगाइदिँदैन, केही हुँदैन भन्थे, जहाँ जाँदा हुन्छ
भने म त्यही पुगिहाल्थेँ। अनि मलाई सुसमाचार सुनाउने बित्तिकै म गइहालेँ। जाने बित्तिकै परमेश्वरको योजना उहाँले चुनेको दिन रहेछ। मलाई यति आनन्दको साथ चुनेर आजसम्म एकै थोपो पनि ढलपल नहुने आत्मा दिनुभएको छ। यसमै म एकदम खुसी छु। योभन्दा खुसी मलाई अरू केही पनि हुने छैन। परमात्मा हजुरलाई अनि बिन्ती धन्यवाद गर्छु यसो मसीहको नाउँमा हैन। त्यसरी गरेर आयो, उद्धार भयो, आनन्द खुसी भयो। अब त मलाई किनकि कुनै तनाव भने मनमा सोच भने केही पनि रहेन। अब त परमेश्वर किनकि के सो बुझेँ मैले भन्दा आमाको गर्भमा रच्नेवाला परमेश्वर हुनुहुँदो रहेछ। हरेक समस्याको समाधान त उहाँ छ, उहाँसँगै रहेछ भनेदेखि संसारमा रहेनछ। अब जति बाँच्छु त म परमेश्वरको साथमा रहेर बाँच्छु, यसो मसीहको साथमा रहेर परमेश्वरको महिमा गरेर बाँच्छु भने यो आत्मा थियो। तब त्यसरी गर्दै जाँदा उसले किनकि हामीले सुख पाएको उसले देख्न नसक्दो रहेछ शैतानी भूत आत्माले हैन। किनकि हामी त्यसरी बढ्दै जाँदा यति खुसी आनन्द साथ तिनैजना महिमा गर्दै गयौँ। श्रीमान संसारिकमै हुनुहुन्थ्यो, नजाऊ भनेर त रोक्नुहुन्न थियो, तर जान पुर्याउने हुने ल्याउने पनि गर्नुहुन्थ्यो। हरेक समस्याको समाधान छ भनेर जाऊ भन्नुहुन्थ्यो। अनि हामी यसरी जाँदै गरेको क्रममा चाहिँ छोरीलाई 9 वर्षको उमेरमा चाहिँ नानीलाई पुरा मात्रै पुगेकी थिइन्, 9 लागेकी मात्रै थिइन्। त्यस बेला नानीलाई के भयो, एकदम बिल्डिङ भयो। अनि बिल्डिङ भइसकेपछि त्यतिखेर मैले भर्खर परमेश्वर चिनेको 1-1.5 महिना त भएको थियो। अनि मेम हजुरको घरमा म पुगेको पनि थिइनँ। मेम हजुरलाई मैले टाढाबाट मात्रै देखेको थिएँ, नजिकमा मैले देखेको पनि थिइनँ। अनि नम्बर चाहिँ मैले मागेर राखेको थिएँ। अनि मैले फोन गरेँ, अनि लकडाउन थियो त्यो बेलामा। अनि फोन गरिसकेपछि मेम हजुरले एकदम 12 वर्षमा बिल्डिङ बगेको स्त्रीको वचन दिनुभयो। अनि मस्तले चङ्गाई गरिदिनु भयो। त्यही दिन 12 दिनसम्म बिल्डिङमा डुबेर बसेको छोरी 12 दिनको दिनमा पुगेछु फोन गर्नलाई पनि हैन। त्यो फोन गरेर आमिन भनेर राख्ने बित्तिकै छोरीलाई ट्याक्कै बन्द भयो। एकदम भलासँग त्यही दिन परमेश्वरले बनाउनु भयो, आनन्द परमेश्वरले राख्नु भएको छ। आजसम्म सबकुशल परमेश्वरले आनन्द परमेश्वरको वचन बोलेर महिमा गर्ने योग्यको छोरीलाई बनाउनु भएको छ। परमात्मालाई अनि बिन्ती धन्यवाद गर्छु यसो मसीहको नाउँमा। किनकि यसरी जाँदै गर्दा हरेक रोगहरू बाधाहरू हरेक शरीरमा नभएका रोगहरू पनि निकाल्ने, हरेकहरू बाधा निकाल्दै जाने, तनावहरू निकाल्दै जाने, नभएका समस्या देखाउँदै जाने। किनकि उसले के छ त परमेश्वरबाट कसरी छुटाउने र अनि उसको किनकि हामीलाई एउटा भवन हामीलाई बस्नको लागि यो भवन छ भनेदेखि हामी युज गर्छौँ भनेदेखि उसलाई पनि किनकि बस्नको लागि हाम्रो शरीरलाई आत्मालाई उसले पनि युज गरेको रहेछ। तब उसले बस्ने ठाउँ नपाएपछि छटपटिने रहेछ। हरेक समस्याहरू हाल्दै आयो तर त्यसलाई परमेश्वरले फ्याल्दै जानुभयो। परमेश्वरले एकदम रोगलाई हेर्दै नहेर्ने बनाउनु भयो, बलियो आत्मा दिनुभयो। जन्म र मरण त तपाईँको हातमा छ। परमेश्वर जहिलेसम्म तपाईँले राख्नुहुन्छ, जति समस्या आए पनि मैले हेर्ने छैन, तपाईँको महिमा निर्धक्क साथले गर्दै जानेछु भनेर परमेश्वरको आत्माद्वारा यसरी जाँदा परमेश्वरको द्वारा आजसम्म यसरी आनन्द महिमा गर्ने योग्य आज ठाउँमा हिँड्न सक्ने पनि परमेश्वरले बनाउनु भयो। परमात्मा हजुरलाई धन्यवाद गर्छु यसो मसीहको नाउँमा। र त्यसै गरी परमेश्वरको इच्छा चाहत होइन, हामीले भनेर हुँदैन, हामीले सोचेर हुँदो रहेनछ। परमेश्वरको योजना चाहिँदो रहेछ। तब परमेश्वरको योजना होइन, मेरो सोच के थियो भने जबसम्म यो काठमाडौँमा रहन्छु, छोराछोरी पढाउँदैछु, तब यी नानीहरू पढुन्जेल यस ठाउँमा बस्छु। त्यसपछि पढाइसकेपछि उनीहरूको बस्न सक्ने भइसकेपछि त्यसपछि म गाउँमै गएर खेती गर्छु र त्यस ठाउँमा म महिमा गर्छु परमेश्वरको भन्ने मेरो यो सोच थियो। तर परमेश्वरको योजना त्यति टाढा नजा, सन्तानलाई यही नै गर्नुपर्छ भनेर परमेश्वरले कुन ठाउँमा भूत आत्माले जडिएर बसेको छ त्यस ठाउँमा लगेर महिमा खोल्ने योजना रहेछ परमेश्वरको होइन। न त मलाई इच्छा थियो, न मेरो अग्रजको मेम हजुरलाई थाहा थियो होइन। त्यस ठाउँमा भूत आत्माको योजना छ, त्यहाँनिर त्यो भूत आत्मा हटाउनुपर्छ भनेर परमेश्वरले राज्य पनि दिनुभएको छ। अहिले परमात्मालाई धन्यवाद गर्छु यसो मसीहको नाउँमा। परमेश्वरको राज्य होइन टोखामा लगेर खोल्ने योग्यको बनाउनु भयो। त खोल्दै गयो, आउनुभयो त्यस ठाउँमा पनि हरेक दुखी पीडितहरू आउनुभयो, हरेकले उद्धार पाउनु भएको छ, हरेक समस्याको समाधान भएको छ। किनकि एउटा नानी हुनुहुन्थ्यो होइन, जन्मैदेखिको एकदम अत्यन्तै दुखी गरिबको शरीरमा गरिबको आत्मामा उहाँले बास पाउनुभयो। तब जन्म लिनुभयो। त जन्म लिइसकेपछि उहाँलाई किनकि जन्मेकैदेखिको चाहिँ उहाँको आँगाले काम नगर्ने हरेक समस्या देखाइदिएको रहेछ। त्यो गर्दै जाँदा बाँच्दैन, हरेक हुने, अनि पिप आउने, नाइटोबाट पिप बग्ने, अनि हरेक इलाज गर्दै जाँदा तपाईँको शरीर नहुन सक्छ, यो हुन सक्दैन भनेर हरेक गरेर 6-7 वर्षको सम्म पनि रोगी भइराख्नु भएको। अनि त्यसपछि त्यहाँबाट उहाँले लास्टमा लगेर के भयो गरिदिनु भयो त लास्ट स्टेप भनेको उहाँको क्यान्सर हुन्छ, उहाँलाई तपाईँले आफ्नो छोरी भन्न पाउनुहुन्न भनेर होइन हरेकको रोगलाई दिएर टेस्ट लगाइदिइसकेपछि अनि दिशा उहाँलाई 4 महिनामा एकचोटि दिशा लाग्थ्यो त्यो बच्चालाई होइन। 4 महिनामा एकचोटि दिशा लाग्ने
नलाग्ने अनि जति खाएको मुखबाटै फर्किने नपस्ने त्यस्तो अवस्था हुन्थ्यो रे। अनि लास्टमा लगेर त मृत्यु नै तोकिदिइसकेपछि उहाँलाई सुसमाचार पाउनुभएछ। सुसमाचार पाइसकेपछि अनि उहाँ पुग्नुभयो, गरमसँग पाउनुभयो। तब आज आनन्द एउटा केही पनि नभइकन आनन्द बस्न योग्यको अब केही छैन, तपाईँको छोरी कसरी ठिक भयो भन्ने योग्यको परमेश्वरले बनाउनु भएको छ। अनि परिवार पुरैलाई आज आनन्दसँगले महिमा गर्ने योग्य बनाउनु भएको छ। त्यस्ता रोगीहरू, हरेक रोगीहरू, किनकि पाठे घरको रोगीहरू, हरेक दिमागमा एकदम बलिहरूमा पनि रोकावट हुने, हरेक समस्याको समाधान नभएर बसेकाहरू हरेक आउनुभएको छ। सबैले उद्धार पाउनु भएको छ। त्यस एरियाको भूतलाई पनि परमेश्वरले अहिले हटाइसक्नु भएको छ। परमात्मा हजुरलाई धन्यवाद गर्छु मसीह येशूको नाउँमा। शरीरमा हरेक आउँछ, बाधा आउँछ, अवरोध आउँछ, रोग आउँछ होइन, जति आए पनि हार नखानुहोस्। परमेश्वरले भन्नुभएको छ हार नखाएपछि परमेश्वरले उठाउनुहुन्छ होइन। मलाई पनि मृत्युको मुखमा पुर्याइदिएको थियो। यसले सबैसँग जति जे गर्दा पनि देख्दा त यस्तै थियो, तर पनि योद्वारा धेरै काम भयो परमेश्वरको भनेर त्यो शैतान भूत आत्माले मलाई मृत्युको मुखमा पुर्याएको थियो। तर परमेश्वरले मृत्युको मुखबाट पनि थुदेर ल्याउँछु भन्नुभयो। थुदेर ल्याएर आज हजुरहरूको माझमा उहाँकै प्रशंसा गवाई बोल्ने योग्य बनाउनु भयो। परमात्मा हजुरलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। किनकि जति त्यसले जे गरे तापनि एक छेसको पनि मन यति पनि मन नगिने, हरेकले आफन्तहरूले हरेकले होइन, किनकि तँलाई परमेश्वर मानेर के भएर तेरो परमेश्वर भन्दै भन्दै यतिका वर्ष भयो त झन् यतिका वर्ष भयो जस्तो झन् केही नहुन पर्ने अहिले आएर यो अवस्थामा त छेस भनेर हरेकले बोल्नु भयो। तर जसले बोल्नुभयो त्यसको मुखमा, किनकि परमेश्वरले भन्नुभएको छ नि तैँले मुख खोल म बोल्छु भन्नुभएको छ। सबैलाई जवाफ परमेश्वरले दिनुभयो, मुख ताली दिनुभयो। त परमात्मा हजुरलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। कहिल्यै मन गिरेन, सबैले छोडुन् मतलब भएन, किनकि मेरो परमेश्वर मलाई चाहिन्छ। जन्म र मरण परमेश्वरको हातमा छ। गल्ती छ जे छ परमेश्वर जान्दा हुनुहुन्छ नि त होइन। हरेकको मुखद्वारा त घमण्ड होस् त परमेश्वर तपाईँलाई थाहा छ म घमण्ड छु या छैन तपाईँ जान्दा हुनुहुन्छ। न्याय तपाईँको हातमा छ, मनुष्यको हातमा छैन। त मेरो हातमा पनि कसैको छैन भने मेरो न्याय पनि कसै मनुष्यको हातमा छैन, तपाईँको हातमा छ। मेरो आफन्त संसारदेखि लिएर देश विदेशदेखि लगेर इन्डियादेखि लिएर हरेकले फोन गर्नुहुन्थ्यो, हरेक सतावट देखाउनुहुन्थ्यो। तर मैले मेरो किनकि हाम्रो सन्तोषी म्याम हजुरले हरेक हाम्रो अग्रज अगुवालाई आएको छैन र पहिला त अगम भक्तहरूलाई केही आएको थिएन र हरेक आएको थियो नि होइन। आउँदाखेरि कुनै अगम भक्तले लिनु भएन, त्यस्तै हाम्रो अगुवालाई पनि त हरेक समस्या आउँदाखेरि किनकि परमेश्वरले ढाल राखिदिन्छु भन्नुभएको छ। आएका कुनै पनि समस्याहरू भित्र छिर्नै दिनु भएन। हाम्रो सन्तोषी म्यामहरूलाई हामीले किन होला परमेश्वर कसरी सहनु भएको होला भनेर चिन्ता लिएर बस्दाखेरि अनि म्याम हजुरको अगाडि पुग्दाखेरि म्याम हजुर हाँसिरहेको देख्दाखेरि पिता धन्यवाद भनेर खुसी हुन्थ्यो। म्याम हजुरले भन्नुहुन्थ्यो किनकि जति पनि आए पनि बान त मुटुलाई हानेपछि मर्छ नि होइन। मुटुमा बान हान्थ्यो तर त्यो मुटुमा हानेको बानलाई परमेश्वरले उतै फर्काइदिनुहुन्थ्यो। अनि त्यो देख्ने अनि आजको दिनमा म आफूलाई पनि त्यस्तो पर्दाखेरि किनकि भित्रै छिर्न दिनु भएन भन्नुहुन्थ्यो म्याम हजुरले। अनि अहिले आफूलाई परेपछि थाहा भयो हो रहेछ, किनकि जति आएको कुरा पनि यहाँभित्र छिर्नै दिनु भएन परमेश्वरले। यहाँभित्र नछिरेपछि त केही नै हुँदो रहेछ त, त्यसको काम त पुरै विफल। परमेश्वरको काम सफल हुँदै जान्छ। बाहिर देख्ने मान्छेले त जस्तो पनि देखुन् फरक पर्दैन। हामीले खाएको चिजको स्वाद हामीलाई थाहा छ, हाम्रै जिब्रोले थाहा छ होइन। त्यही भएर जस्तो सुकै रोगट होस्, बाधा आओस्, जेसुकै आओस्, एकको साथ अगाडि बढेपछि बढियो। किनकि संसारीमा ठेस लागेर लड्यो भने कहाँ पुगिन्छ ठोकिन हजुर, ढुङ्गामा पुगिन्छ। ढुङ्गामा पुग्दा के हुन्छ, टाउको फुट्छ होइन हजुर। ईश्वरको सन्तान ठेस लागेर लडेर पत्थरीमा कहाँ पुगिन्छ, ईश्वरको काखमा पुगिन्छ, आनन्द लिन पाइन्छ हजुर। ढुक्क हुनुहोस्, जहाँ ढुक्क त्यहाँ सुख। परमेश्वरले भन्नुभएको छ आनन्द हुनुहोस्। कुनै पनि कसले यसले यो भन्यो त्यसले त्यो भन्यो, यता चाहिँ ठिक छ उता चाहिँ त्यो ठिक छ, नाइ परमेश्वरको वचन आत्मादेखि लिनुहोस्, सबै वचन ठिक छ। परमात्मालाई धन्यवाद गर्छु मसीह येशूको नाउँमा। परमात्मा परमेश्वर होइन, गवाई त हामीले कति बोलेर कहिल्यै सिद्धिँदैन। कुनै रात कुनै दिन हामीले ननिष्ठा बोले पनि हाम्रो गवाई कहिल्यै सिद्धिँदैन। हामीले वचन लिनुपर्छ। हामीले जीवन केले पायौँ हजुर, वचनले पाएको हो नि होइन। तब त्यही भएर हामीले के गर्नुपर्छ त, वचन लिनुपर्छ। त्यही भएर मैले समय त मैले धेरै लिइसकेँ होइन। तैपनि परमेश्वरसँग क्षमा माग्दै त मेरो मुखलाई परमेश्वरले इस्तेमाल गरेर जति गवाई बोल्नु भयो त परमेश्वरलाई धन्यवाद गर्छु। मेरो गवाईले सम्पूर्णलाई दबाई होस् र सम्पूर्णको गवाईले त मलाई पहिल्यै दबाई भइसकेको छ। परमात्मा हजुरलाई निम्ति धन्यवाद गर्छु येशू मसीहको नाउँमा। र मेरो चाहत भन्न पर्दाखेरि परमेश्वर यस धरतीमा जति रहन्छु नि त त्यतिन्जेलसम्म चाहिँ एकमुठी शास्त्र एक थोपा रगत छौन्जेल परमेश्वरको राज्यमा परमेश्वरको जानी नजानी वचन गवाई र शिक्षा परमेश्वरकै द्वारा गरेर जिउने छु। तै
धरती छोडेपछि पनि परमेश्वर यसो मसीहको साथमा बसेर परमेश्वरको काखमै बसेर उहाँको महिमा आराधना गर्ने छु। परमात्मालाई धन्यवाद गर्छु यसो मसीहको नाउँमा। त यति भन्दै बिदा हुन चाहन्छु। त ईश्वरलाई गिन्ती धन्यवाद गर्छु यसो मसीहको नाउँमा।